र रक्कीको कुरा म चाहिँ अब कसरी आइपुगेँ घरबाट हिँड्दाखेरि बाटोमा असिना पानीहरूले पुरा कोटेर बिजोग भयो। र यो भिडियो चाहिँ पुरा हेर्नुहोस् है। र के कस्तो लाग्छ कमेन्ट लाइक सेयर चाहिँ अवश्य गरिदिनु होला। रक्कीलाई आज सन्दकपुर लगेको घरदेखि हिँड्दैछ अनि हामी चाहिँ यहाँ च्याक्सिङटार आइपुग्यौँ। हेर्नुहोस् है के अब एकछिन बिसाउँ ल, यसलाई म हत्तु भयो होला, अब बिसाउनु पऱ्यो। ए मैला उयो न ए हेर्नुहोस् है ल हेर्नुहोस् है हिल्लो भइसकेको छ। ल ल हुन्छ हामी चाहिँ च्याक्सिङटार आइपुग्यौँ। रक्की र म लागेको ल जाउँ ल आइज। अब चाहिँ लाग्दी हेर्नुहोस् न यो हे अत्तालेर हेर्नुहोस् त कता कता ल ए ल रक्की र म चाहिँ हिँड्दैछौँ र यहाँ चाहिँ यस्तो धुम्म छ, यहीँ पनि केही देखेको छैन। यो चाहिँ च्याक्सिङटारको छेउमा हो। यहाँ हेर्नुहोस् न रक्कीलाई हामी दुईजना मात्रै छौँ। हेर्नुहोस् एकदम धुम्म छ। हामी चाहिँ अहिले च्याक्सिङटारदेखि अलिक निकै माथि आइपुग्यौँ। हेर्नुहोस् न गाडाङगुडुङ अलिअलि पानी छिटाक जस्तो हुँदैछ। गुराँस झरेर हेर्नुहोस् है। ओइ ल जाउँ। अब रक्की र म मात्रै छौँ। पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ। न मेरो रेनकोट छ, मेरो पनि रेनकोट छैन। रक्की पनि भिज्ने म पनि भिज्ने रहेछु। ल त साथी हो अगाडिको नजारा हेर्दै गर्नु होला। हेर्नुहोस् न है पानी आउनु थाल्यो। रक्की र म त बिजोग भयो नि हो। रक्की पानी पर्यो। फेरि यस्तो जग्गामा बिसाउनु पनि अब पुग्नु टाढो छ। अब भिज्दै भए पनि अब हिँड्नै पर्ला जस्तो छ। हेर्नुहोस् अब असिना पर्दैछ साथीभाइ हो। जाउँ अब के गर्छस् हिँड अगाडि। यो हेर्नुहोस् न पानी आउँदैछ, यति साह्रो भिज्यो। हेर्नुहोस् न न छाता रेनकोट केही पनि बोकिनँ हो। अन्त मेरो कुकुर पनि त्यस्तै भिजिरहेको छ। अनि फेरि बिसाउनु पनि हेर्नुहोस् गाडाङगुडुङ यति बेला अब रुखको फेदमा बिसाउनु हुँदैन, चट्याङको डर। त्यही कारण चाहिँ हिँड्दैछु साथीभाइ हो। ल हिँड अगाडि हिँडे रक्की। हामी चाहिँ गेटमा आइपुग्यौँ। अब मेरो रक्कीलाई केही खानेकुरो बिस्कुटहरू दिनु पऱ्यो। लु रक्की बिस्कुट खानुपर्छ। यो चाहिँ गेट हो। रिम्बिकबाट आउँदाखेरि चाहिँ यहाँनिर सबले खाजा खान्छ। यसलाई बिस्कुट दिनु पऱ्यो। यसको लागि पार्लेजी बोकिदिएको छु र अर्को प्याकेट पनि छ। ल त अब यसलाई ल रक्की रक्कीलाई त भइहाल्यो। म चाहिँ भरै माथि पुगेर मात्रै होला, किनभने चिसो भएको छ खाजा। रक्कीलाई चाहिँ दिएँ साथीभाइ हो। अब चाहिँ यसले खाइसकेपछि चाहिँ हिँड्छु। म चाहिँ माथि पुगेर नै खानु पऱ्यो तताएर। यसलाई चाहिँ बिस्कुट ल्याइदिएको छु नि त। ओके अब फेरि थपिदिएँ एक दुईवटा। लु अब चाहिँ खाइसक्छ त्यहाँदेखि चाहिँ हिँड्ने साथीभाइ ल। पनि खाइसक्यो अब चाहिँ लाग्ने। अब पानी पनि सुरु भयो हेर्नुहोस् एकदम। अब जाउँ ल रक्की हिँड ल ल हिँड जाउँ है। अब चाहिँ लागेको साथीभाइ हो। ए तल आयो यसले यहाँ आइपुग्यो हो। यहाँ तल भाइहरू रिम्बिकको भाइहरू भेटाएँ। यहाँ तल जाँदैछ। यहाँ तल यी भाइहरू रिम्बिकको भाइहरू छ जाँदैछ। यी पानी चाहिँ अहिले अलिकति उग्रियो। यो तल आइपुगेँ। लु हिँड छिटो।
आम्मामा गाडाङगुडुङ त्यही हेर्नु न फोन हेर्नुहोस् न एकछिन परेको पानी बाटो नै हेर्नुहोस् न यस्तो बनायो। अब यहाँदेखि चाहिँ बिखे आइपुग्नु आधी घन्टा जति लाग्छ। यी मेरो रकी यस्तो हालत भयो। अनि म अहिले चाहिँ हामी बिखे आइपुग्यौँ। हेर्नुहोस् न अहिले अलिकति परेको पानी यस्तो भएको छ हेर्नुहोस् न। यी म हेर्नुहोस् भिजेर पानीले भिजेर हो यस्तो भएको छ हेर्नुहोस् है। अहिले भर्खर असिना पानी गाडाङगुडुङ हो। अनि फेरि जङ्गलमा बस्नु फेरि चट्याङको डर हो। त्यही कारण चाहिँ अब चाहिँ हामी लाग्ने यो उकालो। हेर्नुहोस् न रकीको बिजोकी अब चाहिँ जाने। र हामी चाहिँ बिके भन्ज्याङदेखि चाहिँ लागेको रकी र म चाहिँ ल हिँड साथीभाइ बिजोक चौरी र भिजाउनुसम्म भिजायो र अहिले चाहिँ उभियो। हेर्नुहोस् यहाँ तल गाडी आउँदैछ टुरिस्ट लिएर। मेरो कुकुर पनि बिजोक अनि म पनि हेर्नुहोस् न यस्तो बिजोक भयो साथीभाइ हो। अब यहाँदेखि 1-1.5 घन्टामा चाहिँ पुगिहाल्छौँ। असिनामा खेलेको आम्मामा साला तलबाट चाहिँ सन्दकपुर जाने ल्यान्डओभर आउँदैछ। यो गाडीहरू चाहिँ सन्दकपुर जाँदैछ। पछाडिमा आउँदैछ। अन्त त्यो पछाडिमा आउँदैछ। गयो अब हामी चाहिँ हिँडेर रकी हिँड ल चल ल हामी चाहिँ हिँडेर ऊ गाडीहरू चाहिँ माथि पुग्यो। अहिले हामी चाहिँ चत्तुबारी आइपुग्यो। पुग्नुपर्ने चाहिँ यो माथि जग्गा हो। हेर्नुहोस् न अब लागेको लु रकी ए साथीभाइ हो। रकी र म भिज्दै भए पनि सन्दकपुरको एस्ट्रनिङ 0 किलोमिटर आइपुग्यौँ। अब त घर पुग्नु चाहिँ यही माथि मात्रै हो। हेर्नुहोस् यहाँनिर आइपुग्यौँ। ए रकी हेर्नुहोस् न जो रकी ए ल लागेको एस्ट्रनिङ पनि काटिसक्यौँ। हेर्नुहोस् अब त आइपुगिहाल्यो। यो माथि देख्दै गरेको शेर्पाचाली होटल अनि यो तल भएर चाहिँ आएको। हेर्नुहोस् अहिले भिजाइसकेर चाहिँ पानी पनि उब्रियो। अनि साथीभाइ हत्तु पानीले भिजाइ अनि असिना अब त पुगिहाल्यो ले चाहिँ दिनको ठिक 2:30 भयो र म चाहिँ आइपुगेँ। रकी र म चाहिँ सन्दकपुर र सन्दकपुरको मौसम चाहिँ हेर्नुहोस् एकदम मजा। अब चाहिँ घर लाग्ने। रकी पुछपाछ गरेर ल साथी हो घर लाग्ने। ल साथी हो म घर पनि आइपुगेँ। यही हो मेरो घर। तु भयो है। अब यसलाई पुछपाछ गर्नु पऱ्यो अनि राख्नु पऱ्यो। ल ल है साथी हो म आइपुगेँ। अब तालासाला खोल्ने ल ल त्यहाँ बस एकछिन म अब उयो गरिदिन्छु। घर आइपुगेँ र यसलाई पुछी पनि दिएँ। ल यहाँ बस यहाँ बस अहिले म लगाइदिन्छु ल है साथीभाइ यस्तो छ मेरो ब्याग यहाँ छ। अब चाहिँ उयो गरेर पानी सानी त तर यसलाई पानी दिनु पऱ्यो। यस्तो छ। ल त साथीभाइ अर्को भिडियोमा भेटौँ ल।